कथा हाम्रो घर हाम्रो संसार। धेरै टाढाको एउटा हरियाली गाउँमा डीबीआर आफ्नो परिवारसँग खुशीपूर्वक बस्दै आएका थिए। उनको जीवनको केन्द्र थिए श्रीमती मीना कुमारी, जसले मुस्कानले नै घर उज्यालो बनाइदिन्थिन्। उनी सबै संयमित, ममतामयी र सबैका लागि प्रेरणादायी थिइन्। कृतिका जेठी छोरी, चुपचाप किताबमा हराइरहने तर कहिल्यै बाबाको काखमा टाँसिन नछोड्ने। अज्मी चाहिँ अर्कै स्वभावकी थिइन्, हँसिली, खाल्की र सधैँ आमाको प्यारी। उनी दुवै आमा बुबाको आँखाको ताराहरू हुन्। सानो छोरा जोसेफ त घरको मुटु जस्तै थियो। उसको निर्दोष हाँसोले थकाइको सारा बोझ बिर्साइदिने गुण थियो। ऊ जब बिहान उठेर बुबा भन्दै दौडिएर आउँथ्यो, डीबीआरको दिन सुरु हुने आत्मीयताको सङ्गीत बजेजै हुन्थ्यो। एक साँझ डीबीआरले सबैलाई आँगनमा बोलाए। आकाशमा तारा टल्किरहेका थिए। उनले श्रीमतीको हात समाउँदै भने, मीना, जिन्दगीले थुप्रै मोड ल्यायो, तर तिमीले सधैँ मलाई सम्हाल्यौ। हामीले बच्चाहरूलाई माया मात्र होइन, विश्वास पनि दिन सकेका छौँ। मलाई गर्व छ हाम्रो परिवारमा। मीना हल्का मुस्काइन्। बच्चाहरू बिस्तारै उनीहरूको वरिपरि आइपुगे। कृतिकाले बाबाको काँधमा टाउको राखिन्, अज्मी आमाको काखमा अडिइन् र जोसेफ बाबाको घुँडामा बसेर ताराहरू हेर्दै भन्यो, बाबा, हामी सधैँ सँगै रहने है। डीबीआरले उसका कपाल मुसार्दै भने, बाबु, यो संसारमा म जति टाढा गए पनि हाम्रो माया कहिल्यै टाढा हुँदैन। हामी सधैँ एउटै मुटुको हिस्सा हौं। त्यो साँझ आकाश त झिलिमिली थियो नै, तर त्यो परिवारको प्रेमले आँगनलाई अझै उज्यालो बनाएको थियो, जुन उज्यालो कहिल्यै मेटिने थिएन।